लो दाइहरु अहिले ठ्याक्कै 2 बज्यो है 2 बज्यो 2 बज्यो अब हामी कतिखेर पुग्छौं हेरौँ है त अब विष्णुद्वारमा कतिखेर पुग्छौं हेरौँ 2 बजेको छ अहिले कम्तीमा 1.5 घण्टा लाग्छ ला 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 एकचोटी माथिको यो ढुङ्गो के हो एकचोटी हेरौँ न त फेरि के भन्दैछ हजुर शत्रुडेश्वर महादेव हजुर ल ल हामी आउँदैछौँ यताबाट केही भ्यू अब हेर्नुपर्छ हामीले वाउ स्पेशल भ्यू देखिन्न या नदेखिने हो हेरौँ त एकचोटि ओहो केही दृश्य यताबाट नजर गर्न सक्छौँ हामीले अब यो शिवपुरीबाट वरपर के छ कसो छ एकचोटि हेरौँ न त आहै एकदमै राम्रो दृश्य छ तैपनि टुवालो र हुस्सुको कारणले यो दृश्यलाई धमिलो बनाइराखेको छ अहिले यहाँ आहै हामी त यो नुवाकोटको यो दृश्यहरू पनि हामीले देख्न सक्छौँ आहा ल हेर्नुहोस् अझै धमिलो छ यो हुस्सुले गर्दाखेरि यतातिर काठमाडौँको यो ठुम्को यो उपत्यका देख्न सकिरहेको छैन हजुर दाइ ओ नो यार होइन यो त नुवाकोटको हो अब यो यो के भन्छ हाम्रो होइन तर छरे जाने बाटो हो त्यो यस छरै जाने बाटो हो यो ओके दाइहरु एकछिन सबैले यहाँ हेर्नु होला हेलो हेलो हामी भिडियो लिँदैछौँ है दाइहरु के छ देख्नु भएको छ हेलो 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 राम्रो दृश्य आइरहेको छ है ल ओके